नमस्ते साथीहरू। के गर्ने, हामी नेपालीहरू धेरै जसो कर्ममा विश्वास गर्न सकेनौँ। हामी चाहिँ विशेष गरेर अरूको भर पर्यौँ हैन। स्वदेशमा केही गर्नको लागि उपयुक्त वातावरण नभएको कारणले गर्दाखेरि धेरै नेपालका युवा वर्गहरू वैदेशिक रोजगारीको लागि बाहिर हुनुहुन्छ। हाम्रो देशमा पनि गर्दाखेरि धेरै कुराहरू गर्न सकिन्छ जस्तो लाग्छ मलाई, तर के गर्ने, देशमा राजनीति स्थिरता छैन, कुनै उद्योग धन्दा व्यवसाय गर्नका लागि राम्रो वातावरण छैन हैन, सुरक्षाको ग्यारेन्टी छैन, जसका कारणले गर्दाखेरि थुप्रै हाम्रा छोराछोरीहरू युवा वर्गहरू वैदेशिक रोजगारीको लागि उत्पादनशील व्यक्तित्वहरू चाहिँ बाहिर हुनुहुन्छ। हामी जे जति गाउँघरमा छौँ हामीले दुःख सुख गरेकै छौँ। पहिलादेखि गरिआएको खेतीपाती हैन, हामी त्यो पनि गरिरहेकै छौँ। अनि गाईबस्तुहरू पनि पालेकै छौँ। तर पनि धेरै समस्याहरू अप्ठ्यारोहरू हामीलाई पनि छन् हैन। भने जसो आम्दानीका स्रोतहरू छैनन् गाउँमा, रोजगारी छैन। अनि गाउँ एक खालको विरक्त लाग्दो भएको छ कि आजभोलि। बाहिर बस्ने साथीभाइहरूले सोध्नुहुन्छ गाउँमा के छ, कस्तो भयो भनेर सोध्नुहुन्छ। आफू जन्मेको ठाउँ, आफू हुर्केको ठाउँ, आफूले खेलेको आँगन सबैलाई माया लाग्छ, प्यारो लाग्छ हैन। तर के गर्ने साथीहरू, अब गाउँघर रितिँदै गएको छन्, घरहरू खाली छन्। त्यसै गरी बारीहरू बाँझै छन्, सबैतिर जङ्गलले ढाकेको छ। अनि मौसमले पनि त्यस्तै अप्ठ्यारो बनाएको छ क्या आजभोलि। तपाईको असारमा पानी परेन, असारमा नपरेको पानी असोजमा पर्यो। अनि यो पानी रहे पछाडि सुक्खा पहिरो जाने, यसो त मैले कहिल्यै देखेको थिएन। हाम्रो गाउँको छेउमा ठुलो पहिरो गइरहेछ अहिले। हामीले मेरो एउटा घरबाट अर्को बारीमा जान म सकिरहेकै छैन। अनि यस्ता थुप्रै समस्याहरू हाम्रो गाउँघरमा छन्। के गर्ने, अब गाउँहरू रितिँदै छन्, गाउँमा मान्छेहरू छैनन्। एउटा घरमा 2 जना 3 जना हुनुहुन्छ, त्यही पनि काम गर्न नसक्ने वृद्धहरू, होइन भने मसिना केटाकेटीहरू र पढ्ने उमेरका नानीहरू तराईतिर बसेर सहर बजारमा बसेर पढ्ने गरेको छन् प्राय सबै घरको। र यहाँ उचित किसिमको चाहिँ शिक्षा स्वास्थ्य नभएको कारणले गाउँघरमा मानिसहरू बस्न सकेनन्। यसप्रति नेपाल सरकारले पनि केही गर्न सके जस्तो मलाई लाग्दैन। गाउँका विद्यालयहरूलाई गुणस्तरीय बनाउन सकेन। स्वास्थ्य कार्यालयहरूमा पहिलो कुरा औषधि छैन, अनि उपचार गर्ने राम्रो डाक्टरहरू छैनन्। त्यसले गर्दा मानिसहरू शिक्षा र स्वास्थ्यकै कारणले गर्दाखेरि गाउँहरू छोड्न बाध्य छन्। र यही चपेटामा हामी पनि परेका छौँ। अब हामी चाहिँ कस्तो भयो भने गाउँ पनि छोड्न नसक्ने, सहरतिर पनि बस्न नसकिने यस्तो परिस्थितिमा छौँ। तर पनि अहिले एउटा चाहिँ सुविधा छ, म अहिले बोल्दै गरेको कुरा तपाईहरुले सुन्दै हुनुहुन्छ। भनौँ सञ्चारको चाहिँ सुविधा छ गाउँमा। त्यसले गर्दाखेरि सञ्चारको सुविधा हुनु पनि ठुलो कुरा हो। अरू कुरा भनेको धेरै कुराले हामी पछाडि परिरहेका छौँ। र पहिलाभन्दा विकास भएको भनौँ या नभएको भनौँ, पहिला गाउँमा यस्ता अनेक कुराहरू त थिएनन् हैन। यातायातको सुविधा थिएन, सञ्चार थिएन। तर अरू कुराहरू भनेको गाउँघरमा चाहिँ एक खालको रमाइलो थियो हैन। दसैँ तिहार जस्ता पर्वहरू आउँदा बेग्लै रमाइलो हुन्थ्यो। हामी तिहारमा कति रमाइलो गर्थ्यौँ। यो भिडियो हेर्दै हुनुहुन्छ साथीहरूले सम्झँदै हुनुहुन्छ होला, तिहार आउँदैछ हैन। र यस्तो अवस्थामा अब गाउँघर पहिलाको जस्तो फेरि हुन्छ जस्तो मलाई लाग्दैन। पहिलाका साथीभाइहरू पनि हुनुहुन्न। अहिलेका नयाँ जेनेरेसनहरू पनि गाउँमा बस्लान् जस्तो चाहिँ मलाई लाग्दैन। अब यसको लागि कि त सरकारले नै उचित खालको व्यवस्थापन गर्न सक्नु पर्यो हैन, रोजगारी सिर्जना गर्नु सक्नु पर्यो, शिक्षा स्वास्थ्यलाई चाहिँ सुलभ बनाउनु पर्यो, गुणस्तरीय बनाउन सक्नु पर्यो। होइन भने गाउँहरू रितिने क्रम जारी छ, यो रोकिनेवाला छैन। र यहाँ भएका मानिसहरू पनि अब बस्न सक्ने परिस्थिति गाउँमा छैन। अब यस्तो परिस्थितिमा अब जे जति गाउँमा बस्नु भएको छ हैन, मिलेर बस्नु भएको छ, छिमेकीमा अर्म पर्म गरेर बस्नु भएको छ हैन, दुःख सुख साटेर बस्नु भएको छ,
हामी बसेका छौँ भनौँ न। र बाहिर बस्ने साथीहरूले सोधिराख्नुहुन्छ, उहाँहरूलाई चासो चिन्ता हुन्छ होइन, हाम्रो गाउँ कस्तो भयो, मेरो घर कस्तो भयो, हाम्रो चाहिँ गाउँघरमा अहिले के हुँदैछ, सबै कुराहरू सोध्नुहुन्छ। म सकेसम्म यहाँहरूलाई भनिरहेको छु। अब सबैलाई मैले भन्न सकिनँ होला, यसको लागि यो भिडियो हेर्नु होला, मेरा कुराहरू सुनिदिनु होला। यो रियल नेपाल युट्युब च्यानललाई तपाईँहरूले फलो गर्नुभएको छैन, सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, यो भिडियोलाई लाइक गरिदिनु होला, मलाई सपोर्ट गरिदिनु होला होइन। म अहिले विगत 2 वर्ष यता कन्टेन्ट क्रिएटरको काम गरिरहेको छु, कन्टेन्टहरू बनाइरहेको छु फेसबुकमा, युट्युबमा होइन। र यहाँहरूको माया सद्भाव सल्लाह अनुसार यहाँले माया गरिदिनु भयो भने, सल्लाह दिनुभयो भने मात्रै म सफल बन्न सक्छु भन्दै यहाँहरू सबैप्रति एकपल्ट गाउँघर तपाईँहरू यहाँ भएको बेलाको जस्तो छैन, सुनसान छ, मानिसहरू गाउँमा कम छन् होइन। भाइ बहिनीहरू पढ्नका लागि सहरतिर छन् भने गाउँमा त्यस्तै घरमा बुबा आमाहरू र 1-2 जना मान्छेदेखि बाहेक गाउँघर पहिलाको जस्तो अवस्थामा छैन। अब तपाईँहरू आएर पनि के नै हुन्छ होला र यहाँ जस्तो लाग्छ मलाई। र पनि आफू जन्मेको ठाउँ, खेलेको आँगन सबैलाई प्यारो लाग्छ। सम्झना गरिरहनु भएको छ, आउनु होला, बसौँ, गफ गरौँ होइन। हवस् त, धन्यवाद।